चासो चाहिँ यही ट्रेनको सिटहरूमा छ क्या लाखौँको छ यार यिनीहरू प्यारो हुन लाग्न लागिसक्यो क्या अब नेपाली स्टुडेन्टलाई ट्रेनमा चढेर होइन वर्षौँ बित्दा पनि केही हुन सकेको छैन क्या जस्तोको त्यस्तै दिनौ यही ट्रेन चढेको छ होइन यही सिटहरू हो होइन कसैले अब नेपाली स्टुडेन्टको पीडा चाहिँ कहाँ छ भनेर खोज्नुहुन्छ भने ट्रेन स्टेसन अनि ट्रेनको यो ट्र्याकको भित्ता Hello and namaste, welcome back to my YouTube channel. This is Boy Krushkarki. Hope you guys are fine and म पनि सन्चै छु है र अब म चाहिँ आज बिहानै हिँडिसक्यो फेरि हिजो पनि राति आएको थिएँ म सुत्दाखेरि त्यस्तो लगभग 1 बजे थियो होला होइन अनि 2, 3, 4, 5, 6 4 घन्टा सुत्तेछ होइन 4 घन्टा सुत्यो अनि फेरि हिँड्यो यस्तै छ अस्ट्रेलियाको लाइफ है बिहानै हिँड्नुपर्छ जाडो छ फेरि अहिले चाहिँ यस्तो चिसो हुन्छ होइन हात यति चिसो भइरहेछ नि मेरो चाहिँ पन्जा चाहिँ छ नेपालबाटै लिएर आएको छु पन्जा तर यो हावाले लास्टै चिसो हान्ने क्या बिहान हातको यो औँलाहरू त यस्तो ठिराउँछ नि म चाहिँ यसरी हिँड्छु त्यही भएर है यसरी हिँड्ने होइन ज्याकेटको यो बाउला लामो हुनु फाइदा अनि आज नि काम छ हिँड्यो बिहानै है बिहानै हिँड्यो गइन्छ अब अनि त्यसपछि अब ट्रेन कतिखेर छ भन्ने कुरा हो क्या ट्रेन ढिला छ जस्तो लागिरहेछ मलाई ढिला होइन ट्रेन चाहिँ कटिसक्यो होला छुट्छ क्या ट्रेन चाहिँ म फेरि चौरबाट आइदिएको जुत्ता पुरै उत्यो भइदियो क्या फोरै भयो क्या यो त्यस्तै छ है हिँड्नु परेछ बिहानै मेरो साथी पनि थियो छन चाहिँ त्यो चाहिँ फेरि गइसक्यो अगाडि नै किनभने म टोइलेट गरेर बसेँ नि त त्यो चाहिँ बेलुकै गइदिन्छ टोइलेट खाना खाने बित्तिकै गइदिन्छ त्यो म चाहिँ फेरि अब आउँदैन अल्छी होइन त्यही भएर म चाहिँ बिहान गइदिन्छु त्यस्तै छ अब सायद त्यसलाई भेट्छु होला म स्टेसन पुगेर भेट्छु होला होइन हो कि गइसक्यो कि त्यो स्टेसन पुगिसक्यो होला अनि हिजो पनि भिडियो हालिनँ नि त मैले यो हुन्छ नि यो अब पहिला प्रायःको अब बाबाहरू ड्याडीहरू होइन विदेश गएर आएकै हुन्छन् क्या गएकै हुन्छन् विदेश प्रायःको अनि विदेशबाट अहिले अब जस्तो नेपाल आएपछि होइन छोराछोरीहरूले के भन्नुहुन्छ थाहा छ मैले होइन खाइ नखाइ रात दिन दुःख गरेको पैसाले तिमीहरू मोज मस्ती गर्ने होइन यस्तो तरिकाले भन्छन् नि त रात दिन खाइ नखाइ कमाएको पैसाले क्या त्यही नै अब छोराछोरी हामीलाई क्या जस्तो अरूलाई होइन प्रायः जसको नि हुन्छ नि त तिमीहरू मोज मस्ती गर्ने अनि अब हामीले चाहिँ के भन्ने होइन हाम्रो त छँदैन छैन हामी चाहिँ कसले हाम्रो चाहिँ अब यो होइन रात दिन कमाएको पैसाले कसले मोज मस्ती गर्ने आफै गर्ने होइन आफै मोज मस्ती हान्ने चिल हान्ने होइन आज मेरो चाहिँ फेस हल्का सुन्नेको जस्तो देखिरहेको छु मैले होइन कि मोटाको त्यस्तो देखिरहेको छु मैले तर 3-4 घन्टा सुते पनि निन्द्रा चाहिँ पुग्दो रहेछ है 4 घन्टा जति पुग्छ क्या म अहिले पहिला पनि यसरी नै गरेको थिएँ जस पुग्छ 3-4 घन्टामा चाहिँ सुते नै द्याट्स इनफ होइन मेरो 10 मिनटमा ट्रेन थियो अब भेटिदिनु थाहा छैन भेट्यो भने ठिक छ भेटिनँ भने मैले फेरि अर्को 10 मिनट कुर्नुपर्छ स्टेसन अब त्यो मलाई स्टेसन जान आज फेरि यस्तो अल्छी लागिरहेको छ नि मलाई तर काम भनेपछि चाहिँ म चाहिँ जोस जागर चढेर आउँछ क्या भाग भाइ भाग होइन भाग्नुपर्छ क्या नत्र त फेरि
गाडी आउँछ नि त यसरी यो गाडी अनि चिसो अब हिँड्दा आएपछि फेरि जिउबाट तात्तिँदै आइरहेछ है जिउ तातो भएर आउँछ पसिना तातो भएर आउँछ अनि त्यो रमाइलो छ त्यो यहाँ ट्रली पनि छ ट्रलीमा कहिले राति अल्छी लाग्यो भने होइन ट्रलीमा चढेर गइदिन्छु म त ट्रलीलाई एकजना ट्रलीमा पस्ने सरारा अनि कति आनन्द छ गाइज अब त्यही हो है अब मैले स्टेसन पुगेर ट्रेन भेट्नु छ म कुद्नु पर्छ कुद्दै जानुपर्छ नत्र फेरि पर्छ यो स्टेसन अनि यो ट्रेन होइन ट्रेन स्टेसन यो ट्र्याक हुन्छ नि नेपाली यस्तो हुँदैन क्या यस्तो रिलेसन छ नि यस्तो रिलेसन छ होइन कति नेपाली स्टुडेन्टको होइन यो ट्रेन अनि यो स्टेसन यही प्यारो छ क्या जस्तो यो ट्रेनमा हुन्छ नि अब कति नेपाली स्टुडेन्टको आँसु चाहिँ यही ट्रेनको सिटहरूमा छ क्या लाखौँको छ यार यही सिटमा छ अनि यो ट्रेन स्टेसन चाहिँ कति नेपाली स्टुडेन्टको रात पनि त्यहीँ बित्या छ सोचे जस्तो छैन क्या केही पनि हामीले जे सोच्छौँ नि सायद यदि नेपाली स्टुडेन्टहरूले यो सिटहरूमा आँसु नबगाउने हो भनेदेखि चाहिँ है सायद धेरै नै डिप्रेसनमा गइसक्यो होला क्या हुन्छ नि त के सोचेर हिँडेर हुन्छ नि होइन अनि ट्रेन स्टेसन ट्रेन अनि ट्रेनको भित्ताको पेन्टहरू वालको पेन्टहरू यिनीहरू प्यारो हुन लाग्न लागिसक्यो अब स्टुडेन्ट नेपाली स्टुडेन्टलाई किनभने लाइफै यसमा गयो नि त यही ट्रेनमा चढेर होइन वर्षौँ बित्दा पनि केही हुन सकेको छैन क्या जस्तोको त्यस्तै दिनौँ यही ट्रेन चढेको छ होइन यही सिटहरू हो होइन कसैले अब नेपाली स्टुडेन्टको पीडा चाहिँ कहाँ छ भनेर खोज्नुहुन्छ भने ट्रेन स्टेसन अनि ट्रेनको यो ट्र्याकको भित्ता यो सिटहरू यसमै छ क्या पीडाहरू यति लुकेको छ नि यति लुकेको छ होइन सायद कसैले पनि अब हेर्नु पनि सक्दैन क्या देख्न त किन देखिन्छ र होइन यो सिटहरूमा तर यो सिटहरू प्यारो लाग्न लागिसक्यो क्या अब यही स्टेसन प्यारो लाग्न लागिसक्यो यही ट्रेन प्यारो लाग्न लागिसक्यो अनि त्यो लामो नेपालमा सुत्नुको त्यो मिठो निन्द्रा भन्दा यहाँनिर 4-5 घन्टा सुत्नु त्यही पनि सुत्नु नपरोस् होइन कामै गर्न पाए हुन्थ्यो भन्ने खालको मेन्टालिटी बनिसक्यो क्या अब नेपाली स्टुडेन्टहरूको तर यो सिटहरू एकदम प्यारो छ है मैले छोटो समयमा बुझेको म आएको त धेरै भए पनि छैन है 3 महिना जस्तो हुन लागिसक्यो तर नि यो सिट एकदम प्यारो लाग्छ क्या आजकल कामबाट थाकेर आयो होइन मिठो निन्द्रा लागेको हुन्छ यसमा निदायो ट्रेन हुँदैन कहिलेकाहीँ राति स्टेसनमै सुत्यो अनि यो भित्ताको पेन्टहरू वर्षौँ भइसक्यो होला त्यो स्टुडेन्ट जो अस्ट्रेलिया आए तिनले अहिलेसम्म बुझेको छैनन् होला के हो यो तर एकदम रमाइलो छ क्या होइन यही भ्यूहरू हेऱ्यो यस्तो हेरेर चाहिँ आफूलाई फ्रेस बनाउने हो यहाँ कसलाई भन्ने हो र पीडा अघि नै भनिहालेँ स्टुडेन्टको पीडा खोज्नु छ भने स्टेसनमा आएर ट्रेनको सिटहरूलाई सोध्नु क्या कामबाट थाकेर आयो यही सिट होइन अनि यही भित्ता यही पेन्ट
यही आर्टहरू होइन अनि यही ट्रेन एउटै ट्रेन यस्तै छ नि त किन हुँदो रहेछ र होइन आफूले सोचे जस्तो त जति पीडा छ यही स्टेसन र ट्रेनको सिटमा छ यिनीहरू नै प्यारो लाग्छ यिनीहरू नै साथी जस्तो लाग्छ कसलाई नै भेटिन्छ र होइन अरू त न साथीहरूलाई भेटिन्छ साथीहरू सुतिसक्यो हुन्छ न त अनुहार देख्न पाइन्छ न त गफ गर्न पाइन्छ होइन यही सिटहरूसँग बोल्ने हो यही सिटहरूलाई सोध्नु होइन तपाईँहरूले सायद कुनै दिन बोल्छ होला क्या यो पनि यति आँसु बगेको होला होइन यो सिटहरूमा छैन क्या सायद यदि यो सिटहरू 4 हुन्छ नराम्रो हुन्छ भनेदेखि त्यो नेपाली स्टुडेन्टको आँसुले नहुने हो क्या किन यस्तो भइरहेछ त्यो पनि थाहा छैन क्या यस्तो हो गाइज है न मजा लाग्छ दुःख लाग्छ आँसु आउँछ होइन सोचे जस्तो चाहिँ हुँदैन केही पनि के सोच्छौँ के हुन्छ त्यही हो हामीले जो पनि आउनुहुन्छ नि नेपाली स्टुडेन्टहरू यही सिट प्यारो लाग्छ बिस्तारै बिस्तारै यही सिट सब थोक जस्तो लाग्छ यिनीहरूमै छ हरेक खुसी यिनीहरूमै छ पीडा यति लुका छ नि यिनीहरूमा बिस्तार बुझ्नुहुन्छ होइन यो सिटहरू यति प्यारो लाग्छ नि अत्याधिक नै त्यही गाइज यो जुन मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक सेयर गरिदिनु होला म त्यस्तो खासै इन्ट्रेस्टिङ भिडियो त हाल्दिनँ तर नि सकेको आफूले जानेको होइन नर्मल्ली दिइरहेको हुन्छ त्यस्तै छ तर यो ट्रेनको सिट स्टेसन अनि यो ट्र्याकको भित्ताको त्यो पेन्टहरू अनलिमिटेड पेन्टहरूले सायद यिनीहरूले नि बुझ्छ होला क्या नेपाली स्टुडेन्टको पीडा कुनै दिन यिनीहरूले पनि भन्छ होला के छ सन्चै छस् भनेर सोध्ने पनि यही सिट हो क्या कसैले सोध्दैन हालखबर सोध्ने सिट यही हो सन्चो बिसन्चो सोध्ने सिट यही हो के खाइस् के खाएनस् भनेर सोध्ने सिट यही हो कहाँ गएर आइस् भनेर सोध्ने सिट हो यही सिट हो होइन कहाँ गएर आइस् के खाइस् भन्दाखेरि काम एउटै आन्सर हो क्या काम किन केही हुँदैन हरेक टाइम तपाईँ हिँड्नुहुन्छ नि स्टेसनबाट ट्रेन चढेर त्यसपछि यो सिटलाई सोध्नु क्या यो सिटले पनि क्वेसन गर्छ होला क्या तपाईँ कहाँ हिँडिस् भनेर तपाईँसँग एन्सर हुँदैन क्या काम किन काम हिँडिरहेछस् होइन निन्द्रा मारी किन आफू फिट नराखी पनि भिडिरहेको हुन्छ क्या के हो यसको एन्सर नै छैन अरू केही पनि होइन त्यस्तो गाइज है सपोर्ट गरिदिनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब हानिदिनु होला फेरि पनि अर्को भिडियोमा भेट्छौँ है।